ल अरे यस्ता कन्टेन्ट भित्र छ त यहाँ पनि यो चाहिँ गाइस यो बोकाको खसीको टाउको यहाँ चाहिँ मासु छुट्टी छ। हाम्रो राजकेशी भ्लगमा यहाँहरूलाई स्वागत। मैले चाहिँ हाइलाइट देखाइरहेको छु अहिले। हाम्रो कुकको फेरि आशिष सर हुनुहुन्छ, मलाई नदेखाउनु भन्नुभयो। त्यो भएर हात मात्र देखाएको उहाँको। अनि पकाएर भए चाहिँ देखाउँछु उहाँको एक क्लिक। यता फेरि मासु रहेको छ है। निकालेको किन अब सबै भुट्ने अनि कुकरमा हालेर त्यसलाई कुकरमा राख्ने हो। ओके, यहाँको आफ्नै किसिमको छ है गाइस। यसलाई पनि टक्क भुटेर एकैचोटि अब यहाँ सबै रेडी भइसकेको छ। अब हामी चाहिँ यसलाई हल्का यो फ्राई गरेको यसलाई चाहिँ अब हामी सिट्टी लाउँछौँ। हाम्रो कुक सर हुनुहुन्छ, आशिष सर यहाँ रेडी गर्दै हुनुहुन्छ। आशिष सरको भिडियो भ्युज गएपछि चाहिँ अनुहार देखाउँछु भन्नुभएको छ, गएन भने मेरो खाना चाख्न आउनु भन्नुभएको छ। यहाँ यसमा अब यो प्याज टमाटर मसला त्यो राखेर यसलाई चाहिँ यसलाई चाहिँ के हेर्नु फेरि यसमा फेरि ए ओके। आशिष सरको आइटम छ नि, अनुहार नदेखाउनु भन्नुभएको छ। गाइस अब यसलाई चाहिँ हामीले यो भएको चिजलाई अब यहाँ चाहिँ यसलाई प्याजदेखि लिएर गरेपछि अब हामी यसलाई खाएको भिडियो देखाएको ठिकै छ। नभए चाहिँ भिडियो चाहिँ धेरै लामो हुन्छ भने इन्ड गर्छौँ होइन। ल गाइस है हाम्रो यो रेडी भइसकेको छ है। ओहो वाउ, मुखबाट पानी सररर वाउ गाइस सँगै गएर खान मन पर्यो। अब यसमा रस यता हुँदैछ। तपाईँको हातमै टेस्ट छ सर, आशिष सरको। वाह, अब हामीले खान्छौँ है गाइस। थ्याङ्क यू।